नमस्कार साथीहरू, फेरि पनि म मेरो युट्युब च्यानलमा भिडियो लिएर उपस्थित भएको छु र आजको यस भिडियोको चाहिँ थम्बनेल र टाइटल देखेर तपाईले थाहा पाइसक्नुभला कि आजको यो भिडियोको विषयवस्तु के को बारेमा रहेको छ भनेर। र साथीहरू, आजको यस भिडियो अन्तर्गत रहेर म तपाईलाई यदि तपाईहरु खल्ती वालेटलाई प्रयोग गर्नुहुन्छ भने त्यो खल्ती वालेटमा तपाईले आफ्नो कुनै पनि बैंक एकाउन्ट कसरी लिंक गर्न सक्नुहुन्छ अथवा जोड्न सक्नुहुन्छ भन्ने बारेमा यस भिडियो मार्फत जानकारी दिन गइरहेको छु। किनकि खल्ती अपडेट भएपछि खल्तीको सिस्टम भिन्न भएको छ र यही भिन्न भएको सिस्टम अनुरूप नै मैले आज भिडियो बनाउन गइरहेको छु कि खल्ती वालेटमा आफ्नो बैंकलाई कसरी लिंक गर्न सकिन्छ। र म तपाईलाई सुरुमै भनिन्छु, खल्तीमा बैंक लिंक गर्नको लागि चाहिँ तपाईहरुसँग मोबाइल बैंकिङ हुनुपर्ने जरुरी छ। अनि तपाईहरुले खल्ती वालेट जुन मोबाइल नम्बरदेखि खोल्नु भएको थियो मोबाइल बैंकिङमा पनि त्यही मोबाइल नम्बर प्रयोग भएको हुनुपर्ने जरुरी छ। अनि मात्र तपाईले लिंक गर्न सक्नुहुन्छ, अन्यथा सक्नु हुँदैन। र यसको लागि तपाईले आफ्नो खल्ती वालेटलाई ओपन गर्नुहोस्। वालेट अपडेट आएको छ भने प्ले स्टोर एप स्टोरमा गएर अपडेट गर्नु होला। र यहाँ खल्ती वालेटमा बैंक लिंक गर्नको लागि यहाँ माई खल्ती भन्ने एउटा अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नुहोस्। र क्लिक गरिसकेपछि फर्स्ट अप्सन नै देख्नुहुन्छ लिंक बैंक भन्ने अप्सन, यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि अलरेडी बैंक लिंक छ भने तपाईको यहाँ लिंक भएको बैंक देखाउनेछ। र अरु पनि बैंक लिंक गर्न चाहनुहुन्छ भने एड एनदर बैंक एकाउन्ट भनेको छ। यदि तपाईहरुले बैंक लिंक गर्नुभएको छैन भने सिधै यो अप्सन आउनेछ, अन्यथा तपाईहरुको यहाँ लिंक भएको बैंक एकाउन्ट मुनितिर यो अप्सन देखाउनेछ। एड एनदर बैंक एकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नुहोस् लिंक गर्नको लागि। र कुन बैंक लिंक गर्न चाहनुहुन्छ तपाईले यहाँ सर्च गर्नुहोस्। धेरै बैंक नहुन सक्छ। र सर्च गरिसकेपछि नबिल बैंकलाई लिंक गर्न खोजिरहेको छु र नबिल बैंक तपाईहरुको आइसकेको छ। र एकाउन्ट नम्बर भनेको छ त्यो बैंकको एकाउन्ट नम्बर तपाईले मेन्सन गरिदिनु होला। र आफ्नो मोबाइल बैंकिङको फोन नम्बर र पासवर्ड राखेर कन्टिन्यूमा क्लिक गरिसकेपछि यो अप्सनमा आइपुग्नु हुनेछ। र यहाँ तपाईहरुको मोबाइल बैंकिङको फोन नम्बरमा ओटीपी कोड आउनेछ। त्यो ओटीपी कोड यो बक्समा राख्नुहोस् र कन्टिन्यू अप्सनमा क्लिक गरिदिनुहोस्। ओटीपी कोड राखेर तपाईले कन्टिन्यूमा जब क्लिक गर्नुहुन्छ तपाईहरुको आफूले लिंक गर्न चाहेको बैंक एकाउन्ट सक्सेसफुली आफ्नो खल्ती वालेटमा लिंक भइसकेको छ। र यो स्टेप फलो गरेर तपाईले आफ्नो खल्ती वालेटमा सजिलैसित चाहेको बैंक एकाउन्ट लिंक गर्न सक्नुहुनेछ आफ्नो मोबाइल बैंकिङको द्वारा। र साथीहरु, आशा गर्दछु तपाईहरुलाई आजको भिडियो इन्फर्मेटिभ भयो होला। यदि भिडियो इन्फर्मेटिभ लागेमा साथीहरुको माझ पनि शेयर गरिदिनुहोस्। र यस्तै भिडियो हेर्नको लागि तपाईले मेरो च्यानल सब्स्क्राइब गरेर अल नोटिफिकेसन अन गरेर बस्न सक्नुहुनेछ। र साथीहरु, अर्कोचोटि अर्को मेरो च्यानलमा भिडियो प्रस्तुत गर्नेछु। त्यतिखेरसम्मको लागि छुटौँ है त।